के साथीहरू अब आउने एपिसोडमा सागरलाई जेलबाट छुटाउनको लागि सफल होलिन् त कान्छी, त्यो सबै विषयमा यस भिडियोमा म छोटो छलफल गर्ने नै छु। त्यसैले भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनुहोला। साथै तपाईँहरू पनि अब आउने एपिसोडमा सागर जसरी भए पनि जेलबाट छुट्नुपर्छ भन्ने चाहनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा सागर लेखेर हाम्रो यस च्यानललाई पनि सब्सक्राइब भने गरिदिनुहोस् है त। आउनुहोस् ढिला नगरिकन भिडियोको मेन विषयवस्तुतर्फ लागौँ। साथीहरू, यति बेला सागरलाई भने बलात्कार तथा हत्या हिंसाको आरोप लगाएर, त्यस्तै लागु पदार्थ सेवन तथा ओसार पसारको आरोप लगाएर भने जेलमा भन्ने राखिएको छ। तर सागर निर्दोष छन् भन्ने कुरा तपाईँ हामीलाई त थाहा छँदैछ र कान्छीलाई पनि आफ्नो श्रीमान निर्दोष छन् भन्ने कुरा भने थाहा छ। तर पर्याप्त प्रमाणहरू जुटाउन नसकेको कारणले गर्दाखेरि यति बेला सागर निर्दोष मान्छे भएर पनि जेलमा बसिरहनु परेको छ। र कान्छीको गत एपिसोडमा भने सागरलाई अदालतमा उपस्थित गराइएको थियो, तर पर्याप्त प्रमाणहरू नभएको कारणले गर्दाखेरि, पर्याप्त प्रमाणहरू पेश गर्न नसकेको कारणले गर्दाखेरि सागर जेलबाट छुटेनन् र फेरि पनि अब म्याद थप गरिएको छ र यो थपिएको म्यादभित्रमा सागरलाई जसरी भए पनि कान्छीको मितदाई लगायतका व्यक्तिहरू मिलेर भने जसरी पनि निर्दोष साबित गर्नुपर्ने हुन्छ, नत्र भने सागर सदाको लागि जेलमा भने जानेवाला छन्। तर यति बेला भने कान्छीले प्रमाण भने फेला पारिसकेकी छिन् हो साथीहरू, किनकि कान्छीको गत एपिसोडको अन्त्यमा भने कान्छीको मित भाउजूहरू भने कुराकानी गरिरहेको सबै कुरा भने यति बेला कान्छीले भने मोबाइल मार्फत रेकर्ड भने गरेकी छिन्। उनीहरूले बोलिरहेको भिडियो भने यति बेला रेकर्ड भने गरेकी छिन्। त्यसै कारणले गर्दाखेरि अब भने त्यो भिडियो देखाएर उनीहरूमाथि थप सोधपुछ गरिसके पछाडि त्यो कान्छीको मित भाउजूको भाइहरूलाई पक्कै पनि भेटाउनेवाला छन्, अर्थात् हत्याराहरूलाई भने पक्कै पनि भेटाउनेवाला छन्। त्यस पछाडि भने सागर निर्दोष हुन्छन् र जेलबाट छुट्नेवाला छन्। साथीहरू, तपाईँहरू पनि जतिसक्दो चाँडो सागर जेलबाट छुट्नुपर्छ भन्ने चाहनुहुन्छ भने हाम्रो यस भिडियोलाई एक लाइक गरेर कमेन्ट सेक्सनमा सागर लेखेर हाम्रो यस च्यानललाई पनि सब्सक्राइब पनि गरिदिनुहोस् है त। त्यस्तै साथीहरू, यता सागरको सरको र सलिनाको पनि सम्बन्ध भने अब बिग्रिएको छ। सागरको सरको बाउले भने सलिनालाई पहिलादेखि नै मन भने पराउँदैन थिएन र मेरो छोराको बिहे योसँग कुनै पनि हालतमा हुँदैन भनेर पहिला पनि भनेका थिए। र यति बेला सलिनाले भने कान्छीलाई अपहरण गरेर राखेको अवस्थामा भने सरले भेटिसके पछाडि यति बेला भने सरले सलिनालाई भने घृणा गर्न थालिसकेका छन् र अब भने कुनै पनि हालतमा सरको र सलिनाको बिहे भने हुनेवाला भने छैन। त्यस्तै साथीहरू, कान्छीको मितदाईको आमालाई पनि कान्छीको मित भाउजूहरू मिलेर भने मान्छे लगाएर भने भिडबाट गुल्टाएका रहेछन्। त्यसै कारणले गर्दाखेरि यति बेला कान्छीको मितदाई भने अस्पतालमा बसिरहेका छन् र यो सबै घटाउने मुख्य योजनाकार भने आफ्नै श्रीमती र आफ्नै श्रीमतीको भाउजू हो भन्ने कुरा भने कान्छीको मितदाईले पनि चाल पाएका छैनन् र अब भने पक्कै पनि चाल पाउनेवाला छन्। र यो सबै भने सागरलाई जेलबाट छुटाउन यिनीहरूले कुनै पनि हालतमा नसकुन् भनेर नै यो सबै भने कान्छीको मित भाउजूहरूले भने यो सबै खेल भने खेलेका हुन्। तर उनीहरूको खेल भने अब भने पर्दाफास हुँदैछ र अब आउने एपिसोडमा सागर जेलबाट भने छोड्दैछन्। साथीहरू, सागर जेलबाट छुटेको कुरा सुनेर तपाईँहरू मध्ये को खुसी हुनुहुन्छ? यदि खुसी हुनुहुन्छ भने हाम्रो यस भिडियोलाई एउटा लाइक गरेर कमेन्ट सेक्सनमा सागर लेखेर कान्छी सिरियल तपाईँहरूलाई कस्तो लाग्छ त्यो पनि कमेन्ट गर्नुहोला। साथै हाम्रो यस च्यानललाई पनि अहिलेसम्म सब्सक्राइब गर्नुभएको छैन भने च्यानललाई पनि सब्सक्राइब गर्नुहोला भन्दै अहिले बिदा माग्न चाहन्छु। हस्, नमस्कार।